दरबार जलाउने अभिषेक डाक्टर अभिषेक सिंह भन्ने दुर्गाजीले भन्नुभएको कुरा म तपाईलाई भन्दैछु। त्यो मेरो कुरा होइन, उहाँको कुरा हो। सुशीला श्रीमानलाई घर पुर्याउनु पर्छ भन्ने त्यो जिम्मेवारी पनि हामीसँगै थियो नि त। अनि ओम सरले पनि जाउँ जाउँ भनिरहनु भएको थियो उहाँले पनि। तर मलाई चाहिँ त्यो बाहिरको धुवाँको मुस्लो त्यो देखेपछि हामी चाहिँ काहीँ न काहीँ आक्रमण पर्न सक्छौँ, अब रातिको समय नचिनेर आक्रमण गर्न सक्छ भनेर चाहिँ मलाई चाहिँ हामी अलि होल्ड हुनुपर्छ, सेफ हुनको लागि चाहिँ हामी अलिक समय होल्ड हुनुपर्छ भन्ने थियो। अनि अब के गर्ने त, अब काहीँ न काहीँ कसैसँग रेस्क्यु माग्ने, प्रहरीको उपस्थिति काहीँ पनि थिएन, अब प्रहरीसँग हेल्प माग्ने सक्ने अवस्थै थिएन। अनि त्यहाँनिर हाम्रो यस्तै कुरा गर्दाखेरि चाहिँ आर्मीसँग हेल्प मागौँ नि त भन्ने कुरा भयो। आर्मीसँग पनि हेल्प माग्ने कि नमाग्ने, अब हामीले त्यो माग्न मिल्ने कि नमिल्ने भन्ने कुरा भयो। अब त्यो राज्यको स्रोत हामी त्यसरी लिने कि नलिने भन्ने कुरा हाम्रो छलफल भएपछि हामी चाहिँ नमागौँ, अब कुराउँ जति बेर हुन्छ त्यति बेर जाउँला भन्ने कुरा भयो। अनि त्यस पछाडि चाहिँ 11:30-12 बजे पछाडि यो छलफल चाहिँ 8-9 बजेतिर भएको तपाईहरुको? हजुर हजुर, हामी आफैमा चाहिँ त्यही फ्राइड राइसलाई तताएर खायौँ। अनि हामी सकेसम्मको सरकारीको यो मिसयुज नगरौँ भन्ने खालको कुरा भयो। मिसयुजै हुन्छ यो, हामीलाई मात्र किन सेक्युरिटी दिने, अरूलाई किन नदिने भन्ने। अनि त्यस पछाडि चाहिँ रातिको 11:30-12 बजेर आएको बेला चाहिँ त्यो जज साहबलाई चाहिँ मैले कल गरेँ, मलाई जसले फोन गर्नुभएको थियो। अनि त्यस पछाडि चाहिँ मैले भने त्यतिखेर चाहिँ मैले चाहिँ सुशीला श्रीमान हामी चाहिँ फसिरहेछ भन्नुभयो। अनि के छ तपाईँहरूले हामीलाई चाहिँ परेन, उहाँलाई चाहिँ घर पुर्याइदिन सकिन्छ भनेर मैले उहाँलाई हेल्प मागेँ। अनि त्यस पछाडि उहाँले हुन्छ म माथि जाहेर गर्छु, त्यसपछि के हुन्छ म खबर गर्छु भन्नुभयो। अनि त्यो निकै बेर खबर आएन, निकै बेर खबर आएन। त्यस पछाडि चाहिँ अहिलेको गृहमन्त्रीले पनि चिनेका केही प्रहरी अधिकृतलाई नि फोन गर्नुभयो उहाँले। अनि त्यो पनि निकै बेर फोन आएन। अनि तर कसैले के 1 घन्टा 1.5 घन्टा पछाडि दुवैजनाको कल ब्याक आयो। त्यो अवस्था प्रहरीबाट पनि सेनाबाट पनि फोन आयो। हजुर, त्यो अवस्थामा चाहिँ उहाँहरूको आफ्नो च्यानलमा रिपोर्टिङ गर्नुपर्ने सहज अवस्था थिएन, त्यही भएर टाइम टेकिङ। अनि उहाँले पनि सोच्नुभयो होला यो निस्किने अवस्था हो होइन। अनि त्यस पछाडि फोन आइसके पछाडि 1:30 यस्तै भइरहेको थियो। अनि त्यसपछि फोन आइसके पछाडि चाहिँ तत्कालीन काठमाडौँको प्रहरी प्रमुखको एउटा गाडी थियो, विश्व अधिकारी। हजुर, उहाँको एउटा गाडी थियो। त्यस पछाडि नेपाली सेनाको त्यो ठुलो ट्रक 1 टन ट्रक जुन भन्नुहुन्छ त्यो ट्रक दुईटा थियो। त्यो आर्मी सैनिक बोक्ने सेना सहित दुईवटा ट्रक थियो। अनि एउटा चाहिँ भ्याली चिफ विश्व अधिकारीजीको गाडी थियो, काठमाडौँ प्रहरी प्रमुख।